त्यसो हुँदाखेरि पनि अनि हामीले अब यहाँ युवाहरूसँग विद्यार्थीहरूसँग राजनीतिक दलहरूसँग यो जिल्लामै गर्ने एउटा योजना थियो। अब जिल्लामा समयका चापका कारणले नहुने भइसकेपछि वडामा मात्रै भए पनि होइन हाम्रो समुदायसँग हाम्रो वडामा पनि सामान्य यो छलफल गरौँ भनेर हिजो मैले सबैलाई यसो खबर गरेँ होइन। यही अनुसार हामी यहाँ उपस्थित छौँ आज। हामीले के गर्न खोजेको भने खासमा होइन हाम्रा वडाका हामीले बुझाएको के हो त हाम्रो धारणा भनौँ न हाम्रो आफ्नो पार्टीको धारणाहरू पनि यहाँ अन्तर्संवाद जस्तो भनौँ न अन्तर्संवाद भनौँ न एक आपसमा छलफल गर्ने कुरा गरौँ भनेर मैले यहाँहरूलाई यहाँ निमन्त्रणा गरेर यहाँ दुःख दिएँ होइन। यसमा यहाँहरूले आफ्नो लागेको कुरा राख्ने र हामी छलफल गर्नेछौँ। यसरी हामी छलफल गरौँ। पहिलो कुरा यसो गरौँ। नमस्कार गर्न चाहन्छु। यसपछि यो कार्यक्रम सुरु गरौँ होइन। प्रतिनिधिहरू त अरू पनि बोलाएको थिए युवाहरू पनि बोलाएको थिए केही अब यो राजनीतिक चापका कारणले मान्छेहरू बाहिर आउँदाखेरि यहाँ उपस्थित हामी सबै हुन सकेनौँ। यसको बिचबाट मैले पार्टीका प्रतिनिधिहरूबाट सुरु गरौँ पहिला होइन। त्यसपछि हामी सबै राख्नुला होइन। एकमुष्ट मैले के भन्न चाहेँ भने यहाँ काङ्ग्रेसको कसलाई सोद्धाखेरि हुन्छ तपाईँको पार्टीको आफ्नो भनौँ न अहिले निर्वाचन बेस वडामा कसरी लागिराख्नु भएको छ होइन। तपाईँ पार्टीको खास धारणा भनौँ न धारणा निर्वाचन सम्बन्धी धारणा के छ? यहाँहरू सम्पूर्ण राजनीतिक दल यहाँ वडा प्रतिनिधिहरूप्रति यो 2082 सालको होली पर्वको सबैमा शुभकामना। अब विशेष गरेर नेपाली काङ्ग्रेसको प्रतिनिधित्व गर्ने र प्रतिनिधि भनेर चाहिँ हजुरहरूले सोधिसकेपछि नेपाली काङ्ग्रेसले अनि यो 82 साल फागुन 21 गतेको यो आम प्रतिसभाको निर्वाचनलाई सहज र एकदमै केही कसैप्रति कुनै त्यो के अरे शङ्का उपशङ्का नलिएर जनतालाई आफ्नो सोच बुद्धि विवेक प्रयोग गरेर आफ्नो इच्छा अनुसार मतदान गर्नुहुनेछ र गर्नुपर्छ भन्ने एउटा नेपाली काङ्ग्रेसको त्यो धारणा छ। र अर्को कुरा के छ भने जुन अब तपाईँहरूले सोध्नुभयो यहाँ राजनीतिक दल हामी सबै छौँ र यहाँ बुद्धिजीवी वर्गहरू पनि छ र मेरो भनाइ र मेरो पार्टीको भनाइ के छ भने यो एकदमै शान्त तरिकाले हुनुपर्छ भन्ने यो काङ्ग्रेसको धारणा छ। नियमित महाधिवेशन भन्दै अब विशेष महाधिवेशन भयो। विशेष महाधिवेशन भइसकेपछि अब पार्टीको संस्थापक पार्टी सभापति गगन थापा भइसकेपछि पार्टीको दुई धार भन्ने केही रहन्न, पार्टी एउटै नै रहन्छ। अनि हाम्रो चाहिँ वडाको पनि त्यो दुईवटा धार भन्ने केही छैन, एउटै धार छ। अनि विगत जस्तै कालीगढको सन्दर्भमा यो प्रश्न मैले सबैलाई गर्छु होइन अरू अन्य पार्टी सत्तामा भएको पार्टीभन्दा बाहेकलाई। अनि करिब 20 वर्ष भयो शान्ति भएपछि लगभग 20 वर्ष तपाईँहरू सत्तामा हुनुहुन्न कालीगढ जिल्लाको हकमा भनौँ न। यही वडाकै हकमा पनि लगभग 74मा स्थानीय निर्वाचन भयो। त्यसपछि लगभग 10 वर्ष हुन थाल्यो। अब तपाईँहरू सत्तामा हुनुहुन्न। यसपछि सत्तामा भएका पार्टीहरूलाई अहिलेको जो सत्तामा रहेका पार्टीहरू प्रतिको तपाईँहरूको सम्बन्ध र त्यसले पारेको असर भनिदिनुहुन्छ? त्यसै छ। अब सत्तामा अब झन्डै अब के अरे 20 वर्ष भयो। 20 वर्षमा नेपाली काङ्ग्रेसले अब कुनै 2-4 ठाउँमा अब चाहिँ पालिकामा अब नेतृत्व गरिराखेको छ र अहिले प्रदेश सभामा पनि काङ्ग्रेसको एउटा के अरे प्रदेश प्रतिनिधि चाहिँ हुनुहुन्छ। अब खासै गर्दा अब यो कुनै ठाउँमा कसैले भन्लान् सत्तामा भएको मान्छेलाई अब आरोप लाग्ने त कुरा चाहिँ भइ नै हाल्छ। त्यो कुरा अब जनताले चाहिँ काम गर्दै पनि अब दोष त दिइहाल्छन्। त्यति चाहिँ काङ्ग्रेसले त्यस्तो चाहिँ असर नपरेको चाहिँ देखिन्छ। वडाको प्रतिनिधि भनौँ न वडाको नेतासँग म केही प्रश्न गरेछु। रत्न पठाइज्यूलाई विगत लामो समयदेखि कम्युनिस्ट आन्दोलनमा नेकपा एमालेको सदस्य रहेर काम पनि गर्नुभयो र अहिलेको अभिभावकको रूपमा जो यो वडाको हामी सबैको अभिभावकको रूपमा हामी जो हेर्दै गरेका छौँ उहाँसँग म प्रश्न गर्न गइरहेको छु। अहिलेको यो प्रतिनिधि सभाको निर्वाचनमा तपाईँको पार्टीले विजय गर्न सक्ने के छ त्यस्तो आधारहरू के भनिदिन सक्नुहुन्छ? यो अहिले देशको चाहिँ परिस्थितिलाई
मध्यवतीमै चाहिँ देशमा चाहिँ सङ्कट परेको अवस्थामा चाहिँ होलीको टिका लगाउनलाई आज होली देवीले चाहिँ शुभकामना चाहिँ हाम्रो समाजलाई, हाम्रो देशलाई र हाम्रो आजको यो लगभग म त सिंहदरबारै बसे जस्तो लाग्यो चियापान गरेर चाहिँ होइन। हाम्रो दुर्गम ठाउँ हो, यो सबै चाहिँ यो आयोजन गरेको शुभकामना चाहिँ व्यक्त गर्दै र वडा प्रतिनिधिलाई पनि हार्दिक शुभकामना चाहिँ म टक्राउनु गएको छौँ। र यो निर्वाचन चाहिँ अब आफ्नो बुझाइअनुसारले र आफ्नो भावनाअनुसारले निर्वाचन यो देशमा चाहिँ नेपालमा निर्वाचन त भइरहन्छन् आइरहन्छन्। हुन त मध्यवर्तीको चाहिँ विकल्पै अरू केही पनि छैन, मध्यवर्ती चुनाव हुनै पर्ने हो, अरू विकल्प अब केही रहँदै रहेन। तर नेपालमा चाहिँ शक्ति सञ्चालन भएर जनताले चाहिँ सुख पाएर चाहिँ खाने बाटाहरू त चाहिँ कहिले पनि चाहिँ नहोला जस्तो लाग्छ मलाई। किनभने यसको चाहिँ जग हाम्रो बिग्रिसकेको छ। जग बिग्रियो भनेपछि अवश्य बिग्रिन्छ, बाटै बिग्रिन्छ। नेपालमा चाहिँ इतिहासको जग बिग्रिसकेपछि कहिले चाहिँ शुभकामना लौट्दैन र नलौटे पनि हाम्रो चाहिँ नेपालमा यो मरुभूमिमा हाम्रो चाहिँ जन्म भएको हिसाबले चाहिँ अहिलेको निर्वाचनमा चाहिँ राम्रो सुधरी ढङ्गले चाहिँ जो जति पार्टीले पनि म राम्रो अराम्रो कसैलाई भन्दैन, किनभने जन्मेको एउटा मुख अब राम्रो मान्छे पनि को पाइएला। एउटा खेल राम्रो छ, व्यक्ति राम्रा छन्, खेल्न राम्रो छ, तर खेल्न राम्रो भए पनि र अब किनभने अब त्यसको चाहिँ नेतृत्व गर्नको लागि त अलि उहाँ त हार्नै पर्ने र ऊ त हार्नै पर्ने मात्रै हुन्छ। र नेपालमा चाहिँ शत्रुमुक्ति भएर यस्तो सर्लाएर चाहिँ नेपाल हरभरा भएको नेपाललाई चाहिँ प्रगति गर्नेवाला चाहिँ नेपालको इतिहास चाहिँ अलिक कमजोर देख्न चाहन्छौँ र चाहिँ निर्वाचनलाई सफल हो भनेर निर्वाचन चाहिँ सुदृढ ढङ्गले चाहिँ अगाडि बढाउँछ भनेर आशा हुनुहुन्छ। अब सन्तोष त हामीहरूलाई सोद्धाखेरि चाहिँ हामी असन्तोष त चाहिँ मान्छे होइन, असन्तोष भए पनि सन्तोषै गराउने मान्छे हो। किनभने मानिस जन्मने बेला 7वटा चाहिँ धर्म र 14वटा चाहिँ आफूमाथि आफ्नो दुर्व्यवहार चाहिँ पापहरू जन्मनेर उठ्छ अरे। मायाको कोठारबाट चाहिँ बाहिर जमिनमा टेक्दा चाहिँ हुन्छ भनेपछि मानिसको जिन्दगीमा काम गर्दाखेरि, काम नगर्दाखेरि सजिलो, काम गर्दाखेरि अब जसोको भाडो हो, कसैले चाहिँ तलमाथि होला सबैको भरिपूर्ण गर्न नसके पनि, तर अब अहिलेसम्म चाहिँ सिनिचेर र यताउता जनतालाई दुःखमय हुँदा हामी चाहिँ देखेका छैनौँ र कसैलाई चाहिँ बुझाएको र कसैको चाहिँ सुधाएको अभावले चाहिँ त्यही भयो होला त पनि हाम्रो लागि ठिकै छ। आफ्नो भनाइको लागि यसपछि म मदन कठायतलाई केही प्रश्न गर्छु। उहाँले आफ्नो धारणा राखिदिनुहुनेछ। मदन कठायतज्यू, तपाईँको आफ्नो पार्टीको धारणा के छ निर्वाचन सम्बन्धी? हाम्रो पार्टीको धारणा निर्वाचनको लागि अहिलेसम्म हाम्रो यहाँ 50 जना नभएर पनि जिल्ला कालीकोट जिल्लामै हाम्रो कोहीसँग लगडी झगडी नगर्ने, कोहीसँग बरु हामीले जान्छौँ, भोट माग्न जान्छौँ, मन लागे दिए, मन नलागे नदिए। तपाईँ गर्न चाहनुहुन्छ? मतदाताले त हुन्छ दिन्छौँ भन्छन्, गएको बेला कसलाई नाइ पूजाको त भन्दैनन्, तर दिन्छौँ उनले त भन्छन्। तर हाम्रोमा त्यस्तो छैन, मन लागेपछि दिनु होला, छैन मन छैन भने नदिनु होला, जसलाई मन पर्यो त्यसलाई दिनु होला। हाम्रो राष्ट्रसभाको प्रतिनिधिलाई सोध्न चाहन्छु। उहाँ कलाकार, हामी सबैले कलाकार पनि, राष्ट्रसभाको प्रतिनिधि पनि, अनि हामी हाम्रो युवा होइन, एउटा जल्दो बल्दो बौद्धिक युवा पनि होइन। उहाँलाई म केही प्रश्न गर्न चाहन्छु। र अहिले रमेश कठायतज्यू, तपाईँले आफ्नो राष्ट्रसभा पार्टीको, राष्ट्रिय स्वतन्त्र पार्टीको उदयलाई कसरी हेर्नुहुन्छ? कार्यक्रमको नेतावडाका जनप्रतिनिधि, सम्पूर्ण अध्यक्षज्यूदेखि सबै अध्यक्षज्यूहरू, जनप्रतिनिधिज्यूहरूलाई यहाँ विभिन्न पार्टी प्रतिनिधिबाट उपस्थित हुनुभएका तपाईँ सम्पूर्ण आफ्नो जिम्मेवारी पूर्व तरिकाले यहाँ उपस्थित भइदिनु भयो। यो कार्यक्रमलाई एउटा राम्रो बनाइदिनु भयो। यस्तो कार्यक्रमहरू प्रत्येक हुनुपर्ने हो, प्रत्येक वडामा प्रत्येक वर्षमै हुनुपर्ने। आज देखियो यो चुनाव हुनुभन्दा पहिला देशले यो चुनाव सम्बन्धी यति लगानी गरिसक्यो भने आफ्नो एउटा निस्वार्थ तरिकाले होइन, एउटा आफ्नो मत अब एउटा
गर्न प्रयोग गर्न आफ्नो मताधिकार प्रयोग गर्न सबै पाउने अधिकार छ। यो कार्यक्रमप्रति धेरै धेरै सम्मान। विशेष गरेर अङ्कललाई म काठमाडौँ हुँदै नै रमेश यो कार्यक्रम गर्नुपर्छ भन्नुहुन्थ्यो। यो देउस मैले हुन्छ अङ्कल भन्दै थिएँ, देउस सबै राम्रो होस्। विशेष गरेर यो त्यो पोइन्टमा जाँदै गर्दा यो भदौ 23 र 24 गते जुन यो आन्दोलन भयो, यो देशमा नहुनुपर्ने आन्दोलन भयो। पहिला गोली चल्यो, त्यसपछि संसद भवन जले होइन। त्यो हुँदै गर्दा सबै पहिला भइसकेपछि पछि यो भएको कुराकानीलाई यो नहुनुपर्ने थियो भयो र यो त्यही पोइन्टलाई मैले कुराकानी गर्दै गर्दा 38 वर्षदेखि 35 वर्षदेखि राज गरिरहेका पुराना पार्टीहरूको अब देशमा यो हालत भयो भनेर भन्दै गर्दा अहिलेको आवश्यकता, अहिलेको देश परिवर्तनको आवश्यकता र अहिलेको आवश्यकता राष्ट्रिय स्वतन्त्र पार्टी हो र यो भन्ने पक्षमा मैले चाहिँ त्यो रूपमा लिएको छु। पनि गरिएको पाइन्छ देशभरिमा। राष्ट्रवादसँग कुनै राजनीतिक एजेन्डा छैन भन्ने छ, यसपछि तपाईँ के भन्नुहुन्छ? एजेन्डा भएका पार्टीका एजेन्डा भएका पार्टीका पनि मूल्याङ्कन देखेकै छौँ त। हामी त त्यही जितेर माथि हामी आउनेलाई पार्टीको एजेन्डा भएका पार्टीका मूल्याङ्कन देखेकै हौँ। तर बाटो त्यस्तै छ। यो एजेन्डा भनेको के हो भने पार्टीकै माथि केन्द्रको एजेन्डा हाम्रो वडा अध्यक्षले चाहिँ केन्द्रको एजेन्डा प्रयोग गर्नुपर्छ भन्ने छैन क्या। यहाँ वडामा जुन एजेन्डा चाहिएको छ त्यो एजेन्डा प्रयोग गर्ने हो। हामी व्यक्तिमा एजेन्डा छ, त्यो पार्टीमा एजेन्डा हुनै जरुरी छैन। पार्टीमा एजेन्डा आवश्यकता अनुसार अलरेडी नै हुन्छ। आरोप मिडियामा मैले तपाईँलाई किन अलिकति क्वेसन कडा जस्तो पनि लाग्न सक्छ, किन गर्नु खोजेँ भने तपाईँ एउटा राष्ट्रिय व्यक्ति पनि मान्नुपर्छ हामीले होइन, कलाकारका क्षेत्रमा सबै हिसाबले भयो भन्दाखेरि होइन। जो भदौ 23 र 24 को जेनजी आन्दोलन भर्ने गरेको पाइन्छ होइन। यद्यपि कसैले त्यसलाई आन्दोलन भन्छन्, कसैले त्यो आन्दोलन होइन यो त अराजक, यो अराजनीतिक के अरे अव्यवस्थित एउटा प्रदर्शन हो भन्ने पनि गरेको पाइन्छ। र यसो हुँदै गर्दाखेरि 23 र 24 को आन्दोलन जो भयो देशमा यो ठुलो क्षति के अरे जनधनको जो क्षति भइरहेछ होइन, जो अरबौँ खरबौँको जो क्षति भयो, यो राष्ट्रवादका केही मान्छेहरू संलग्न भएर गरे भन्ने छ। यो तपाईँलाई के लाग्छ? कसरी जवाब दिनुहुन्छ उहाँलाई? यो पनि पार्टी संलग्नता थिएन। यो जेनजी आन्दोलन पनि के थियो भने यो कुनै पनि यो योजनापूर्व तरिकाले यो होला, यो संसद भवन जलाउला, यो सिंहदरबार जलाउन भन्ने पक्षमा यो आन्दोलन भएकै होइन कि। यो अपर्याप्त अवस्थामा आपतकालीन अवस्थामा आएर पहिला गोली चलिसकेपछि पछि यो आउने समय आएको। नत्र यो संसद भवन जलाउला, यो भौतिक संरचनाहरू जल्लान्, यो यस्तो देशको यस्तो घाटा होला भन्ने यो चाहिँ पूर्वै तयारी तरिका होइन। यसमा राष्ट्रिय स्वतन्त्र पार्टी कुनै पनि संलग्न छैन। यसमा कोही राष्ट्रिय स्वतन्त्र पार्टीका कोही व्यक्तिहरू होलान्, त्यसको मतलब केन्द्रीय स्तरका पार्टीका केन्द्रीय स्तरमा भएका नेताहरू कोही पनि छैनन्। र यो पछि जेलभित्र जो रवि लामिछाने सभापतिमाथि यो कुरा आएको छ। यो के हो भन्दा जेलभित्र आगो लाग्ने भइसकेपछि मान्छेको ज्यान बचाउने तरिकाले एउटा देशको सभापति, देशको चौथो पार्टीको सभापति त्यो जल्नुभन्दा बाहिर निकाल्ने भन्ने पक्षमा बाहिर आइसकेपछि देशको अर्को रूप भएको। यसमा यो शङ्का मान्नुपर्ने कुरै छैन। केही राजनीतिक दलहरूले लाउने मिथ्या आरोप हो या त्यो भोलि के पुष्टि हुँदै जान्छ त्यो भोलिको कुरा भयो होइन। यो विदेशीले चलखेल गरेर विदेशीको प्रयोगमा विशेष गरेर पश्चिमाहरूले प्रयोग गरेर केही उचालिएका पात्रहरूले पार्टीको नेतृत्व गरिरहेका छन् र यो देश भोलि युक्रेन हुन बेर छैन भन्ने एउटा आरोप छ। त्यो आरोपलाई तपाईँले आफ्नो व्यक्तिगत धारणा के छ तपाईँको? पन भन्ने जहाँ पनि हुन्छ क्या। साह्रै भोग लागेर पढ आएछ भने एक गरेर रोटो पायो भने त्यो रोटो साह्रै मिठो गरेर रोटो खाइन्छ। पोल्लाएर एक राम्रो भात पाइयो भने त्यो भोग लागेचोटि खाएको रोटो असन्तुष्टि हुन्छ क्या। त्यो भात आवश्यक बढी हुन्छ भन्ने मलाई कस्तो भने यो नयाँसँग पुरानाको असन्तुष्टि हुँदै गर्दा अनेक किसिमका यो आरोपहरू प्रत्यारोपहरू गर्न जरुरी पनि छ, स्वाभाविक नै हो। यो हिसाबले के चाहिँ प्रमाण देखाउनुहोस्। उही प्रमाण बिना त हो, प्रमाण बिना बोलेका त हुन्। प्रमाण ल्याउनुहोस्। प्रमाण भयो भने त्यो सँगसँगै हामी सल्लाह त्यो पार्टीसँगै जाउँला, त्यो पार्टीसँगै कुराकानी गरौँला। म यो कुरा पनि जानकारी गराउन चाहे। स्थानीय के अरे यो प्रतिनिधि सभाको निर्वाचन हुन तपाईँ आफ्नो वडामा जो अब के अरे मत केन्द्रमा भनौँ न, बुथ केन्द्रमा नजिकै हुनुहुन्छ, अहिलेको निर्वाचनलाई स्वस्थ, धाँधली रहित र शान्तिपूर्ण तरिकाले निर्वाचन गराउने तपाईँको एजेन्डा केही छ हाम्रो आफ्नो बुथ केन्द्रको हकमा? सबैजना केन्द्रीकृत ध्यान आकर्षण हुनु जरुरी छ। एउटा अर्को नतिजा के जान्छ भने यो अहिले यहाँबाट कति खस्ने हुन्, कति के हुने त्यो परको कुरा छ। बाहिर मान्छेले के भन्छ भने त्यो बुथ केन्द्र सधैँभरि हुने हो, त्यो कहाँ धाँधली भयो अरे, त्यो फलाना 50जना गाउँपालिका वडा नम्बर 2 रह्यो अरे। यहाँ सबै पार्टीका नामहरू जोडिन्छ, यहाँ सबै पार्टीका व्यक्तिका विशेषताहरू जोडिन्छ। त्यसैले यहाँ मताधिकार एकजना मताधिकार आफ्नो मजा निस्वार्थ तरिकाले जहाँ हाल्नुहुन्छ हाल्नु होला।
यो बिचमा सर्वदलीय पार्टी के अरे त्यो चुनाव हुनुभन्दा अगाडि सर्वदलीय मिटिङ बस्छ नै होला, तर यही टोलीले सहज तरिकाले आफ्नो मजाले चाहेको व्यक्तिलाई, राम्रो मान्छेलाई भोट हाल्ने तरिकाले र एकदम शान्तपूर्वक तरिकाले कुनै पनि विवाद रहित तरिकाले गर्ने पक्षमा म पनि लाग्नेछु, स्वयं सम्बन्धित मेरो पार्टीको डाक्टर रूपमा लाग्नेछु। यसपछि म नेकपा माओवादीका युवा भनौँ न प्रतिनिधि नरबहादुर विकलाई केही प्रश्न गर्नेछु। यहाँले आफ्नो धारणा राख्नुहुनेछ। तपाईँको नेकपा माओवादी को आफ्नो धारणा के छ? विप्लव नेतृत्वको नेकपा माओवादीको धारणा के छ? आफ्नो विचार आफूले जानेको कुरा राखिदिनु पर्यो। यो कार्यक्रममा आयोजना गर्नुहुने सरकार र पत्रकार मित्रहरूमा हार्दिक आभार र धन्यवाद व्यक्त गर्न चाहन्छु। र मूलत हामी सम्पूर्ण उपस्थित राजनीतिक दल, जनप्रतिनिधिहरू, युवा बुद्धिजीवी सबैमा मेरो पार्टी र मेरो व्यक्तिगत तर्फबाट सबैमा नमस्कार। अब हाम्रो पार्टीको धारणा र अब विचार भन्नाले भदौ 23 र 24 को आन्दोलनबाट निष्क्रिय अथवा बहिष्कार भइसकेका पार्टी र विश्व पुँजीवादले नेपाल युक्रेन जस्तै नेपाललाई पनि बनाउन विभिन्न षड्यन्त्रकारी योजना बनाइरहेको बेला हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी माओवादीले यो देशमा चुनाव जित्नुपर्छ भन्ने हाम्रो धारणा छ। तपाईँको आफ्नो पार्टीको धारणा त हुने नै भइहाल्यो होइन। सबै पार्टीले आफ्नो पार्टीले चुनाव जिताउन् भन्ने कुरा त हुने नै भइहाल्यो होइन। अब यो ओडाको हकमा तपाईँको पार्टीले अरू पार्टीलाई क्रस गरेर धेरै मत भनौँ न, अनि जित्ने आधार त प्रत्येक वडामा प्रत्येक बुथ केन्द्रमा जो बढी मत लिँदै गयो अनि अरूभन्दा अग्रता कायम गर्दै गयो भने जित्ने आधार हुन्छ। यसैले तपाईँको वडामा तपाईँ आफू अगाडि तपाईँको विजय प्राप्त हुन्छ, तपाईँको वडालाई मात्रै हेर्दाखेरि विजय प्राप्त हुन्छ तपाईँ पार्टीको अवस्था हेर्दा नेपाल नभएर समग्र पिछडिएका वर्गहरूमा, पिछडिएका ठाउँहरूमा, दुर्गम क्षेत्रहरूमा, कर्णाली जस्ता विकटताका ठाउँहरूमा हाम्रो पार्टीले विजय नगरेर कसरी गर्नु? अनिवार्य अपरिहार्य छ। हाम्रो पार्टीको विजय नै अपरिहार्य छ र हुनुपर्छ, जरुरी छ। युद्धको पहिलो व्यक्ति पनि कालीकोटमा होइन, जनयुद्धको सुरुवातदेखि नै अब कालीकोटको हकमा पहिलो व्यक्ति मान्नुपर्छ। हामी सँगै हुँदाखेरि पनि भनौँ न, आज हामी कोही मिडिया क्षेत्रतिर कोही अरू पार्टीतिर भए पनि जनयुद्धको एउटा आधारशिला भनौँ न, पहिलो व्यक्ति अब खड्गबहादुर विश्वकर्मा प्रकाण्ड लड्दै हुनुहुन्छ। अनि यता कता के सुनिन्थ्यो भने पार्टीको उच्च स्तरको नेताले चुनाव नलड्ने भन्ने पनि सुनिन्थ्यो र पछि 6 गते आइसकेपछि उम्मेदवारी मनोनयन दर्ता गर्नुभयो र अहिले चुनावी मैदानमा हुनुहुन्छ। यसर्थ तपाईँ आफ्नो पार्टीको स्थायी कमिटीको सदस्य नै ले कदम कदाचित हार बेहोर्नु पर्यो भने अनि तपाईँहरूले पनि जिम्मा लिनुपर्छ होला। यसर्थ तपाईँले आफ्नो वडामा विजय प्राप्त गर्ने तरिकाले मत ल्याउन सकिन्छ र हामी लागेका छौँ पनि भन्नुभयो। र प्रकाण्डले हार्नुपर्ने कारण त्यस्तो केही छैन। तपाईँले त आफ्नो जित्नै पर्ने कारण दाबी त गर्नु होला, तर हार्नुपर्ने कारण पनि छन् भन्ने थुप्रै नेताहरूले भन्ने गरेको पाइन्छ, अरू पार्टीहरूले भनेको पाइन्छ। हार्नुपर्ने कारण केही छैन। उहाँहरूको धारणा हामीले कालीकोट र कर्णालीको सन्दर्भमा माओवादीलाई स्थापित लिडर प्रकाण्ड हो र उहाँले यो क्षेत्रमा आज हामी दलित उत्पीडित वर्गका समाज विकटतालाई माथि उठाउने पहिलो प्रस्ताव के अरे भनौँ पहिलो विचार र स्थापित लिडर चाहिँ उहाँ हो। उहाँले नै चाहिँ यो ठाउँलाई आज हाम्रो यो क्षेत्रमा हामीलाई यो बोल्न चाहिँ ठाउँमा पुर्याउनेको योगदान नै उहाँको छ र उहाँले यो ठाउँमा जित्नु नै पर्छ र जिताउनु नै पर्छ, हाम्रो यो दाबी पनि छ। र अर्को कुरा विप्लव महासचिव चाहिँ हाम्रो मुख्य लिडर हो। उहाँ चाहिँ हाम्रो चाहिँ चुनावमा जानुभएको छैन। प्रकाण्डको नेतृत्वमा देशैभरिमा हामीले उहाँलाई चाहिँ प्रतिनिधिहरू गठन गरेका छौँ। भनौँ न, एउटा जनयुद्धदेखि नै अहिलेसम्म होइन वर्गीय आन्दोलनमा वर्गीय मुक्तिका लागि लडेको के नेतृत्व हार्नुहुन्न भन्नेमा तपाईँ प्रश्न हुनुहुन्छ। धन्यवाद। राज्य समिति सदस्य दीपक चन्दारालाई म आफ्नो पार्टीको धारणाको लागि यहाँ प्रश्न गर्न गइरहेको छु।
तपाईँको पार्टीको आफ्नो एजेन्डा के छ? तपाईँको आफ्नो पार्टीको एजेन्डा के छ? महेन्द्रबहादुर साईले चुनाव जित्नै पर्ने एजेन्डा के छ त्यो भनिदिनु पर्यो। धन्यवाद सम्पूर्णलाई नमस्ते। मूलत हाम्रो पार्टीको एजेन्डा र हामीले चुनाव जित्नै पर्ने कारण के हो भने थुप्रै आधारहरू छन्। थुप्रै कामहरू गर्दै जाँदाखेरि असन्तुष्टि हुने र त्यसको चाहिँ ओर त थुप्रै कुराहरू भए र मूल 70 भन्दा पछिको कालीकोटको विकास निकास र 70 भन्दा अगाडिको चाहिँ कालीकोटको चाहिँ उसले गर्दाखेरि हामीले जित्नुपर्छ र हाम्रो यो दाबी पनि हो। र अहिले झन्डै चाहिँ 9वटा स्थानीय तह मध्येमा 7वटा स्थानीय तहमा हामीले चाहिँ सरकारको नेतृत्व पनि गरिरहेका छौँ। 84वटा वडा मध्येमा 52 वडामा हाम्रो चाहिँ स्थानीय सरकार पनि छ र काम गर्दै जाँदा सरकारलाई कतिपय चाहिँ कुराहरूमा चाहिँ नमिलेको पनि स्वाभाविक हुनसक्छ। तर कुरा के हो भने सङ्घीयता, धर्मनिरपेक्षता, गणतन्त्र र चाहिँ दलितका अधिकार, महिलाको अधिकार यो स्थापित गर्ने पार्टी नै नेपाली कम्युनिस्ट पार्टी हो र यसले चुनाव जित्नुपर्ने, यसले चाहिँ चुनाव हार्नुपर्ने कुनै कारण नै छैन। हामी जित्छौँ भन्ने एउटा विश्वास रहने हो। अर्को कुरा के हो भने राज्य सञ्चालन सम्बन्धमा के चाहिन्छ भने एजेन्डा चाहिन्छ। त्यो एजेन्डा चाहिँ के हो भने यो देशलाई चाहिँ परिवर्तनको निम्ति एजेन्डा नेपाली कम्युनिस्ट पार्टीसँग छ र हामी चुनाव जित्छौँ जस्तो मलाई लाग्छ। अनि यो कालीकोट जिल्लाको सन्दर्भमा उम्मेदवारहरू खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, महेन्द्रबहादुर साई पर्जोल, नगेन्द्र साई नेसनल, अनि आएर हाम्रो हर्षबहादुर बम नेपाली काङ्ग्रेसबाट हुनुहुन्छ होइन, अरू राजसभाबाट प्रकाश नेउपाने हुनुहुन्छ, सबै उत्तिकै मान्छे देखिनुहुन्छ। अरू पनि हुनुहुन्छ, जस्तै राष्ट्रिय जनमोर्चा, मजदुर किसान पार्टीबाट पनि हुनुहुन्छ होइन। मैले यहाँ ठ्याक्कै नाम नभने पनि यसो हुँदै गर्दाखेरि अब यिनीहरू सबैले हार्नुपर्ने, महेन्द्रबहादुर साईले जित्नै पर्ने त्यस्तो के छ? तपाईँलाई के आधार छ त्यसको? यो चुनावी चाहिँ मैदान हो, यो सम्पूर्ण पार्टी यो लोकतन्त्र हो। यो लोकतन्त्रमा चाहिँ विचार राख्न पाइन्छ, छलफल गर्न पाइन्छ, चाहिँ बहस गर्न पाइन्छ र यो सबै चाहिँ यो कालीकोटमा चाहिँ जति पनि राजनीतिक दलको उम्मेदवार हुनुहुन्छ उहाँहरूको पनि आफ्नो एजेन्डा, उहाँहरूप्रति सम्मान छ। तर हामीले जित्नुपर्ने हामीसँग कारणहरू छन्, थुप्रै कारणहरू छन्। स्वास्थ्य, शिक्षा र चाहिँ यहाँको जुन प्रकारको अहिलेको चाहिँ गरिबी जो छ, यो गरिबीको निमित्त पनि के हो भने नेपाली कम्युनिस्ट पार्टीलाई जित्नुपर्छ जस्तो मलाई लाग्छ। जस्तै प्रश्न गर्दाखेरि तपाईँले प्रश्नहरू अलिकति भारी जस्तो नमान्नु होला। मैले के भन्न चाहेँ भने अस्ति भर्खरै चुनावी प्रचार प्रसारमा अनि खड्गबहादुर विश्वकर्माले नेकपा माओवादीको प्रतिनिधि खड्गबहादुर विश्वकर्माले यो सम्पूर्ण विकासको आधार बनाउने त हाम्रो पनि योगदान छ। जनयुद्धदेखि यहाँसम्म आउँदाखेरि चाहे पुल होस्, बाटो होस्, सुरुमा सुरुवाती गर्ने त हामी हो भन्ने कुरा राख्नुभयो। र यसैमा महेन्द्रबहादुर साईले अनि तपाईँहरू होइन हामी यो विकास गर्ने, अनि हामीले बाटो खन्यौँ, अनि आएर पुलिसा बनायौँ, होइन सम्पूर्ण कार्य गर्ने हामी, सत्तामा हुने हामी, तिमीहरूले कसरी काम गरेका छौ भन्ने कुरा पनि भन्नुभयो। त्यसैको बिचमा जस्तै खुलालु पुलकै विषयमा नेपाली काङ्ग्रेसको उम्मेदवार हर्षबहादुर बमले तथ्यसहित, अब कतिको साँचो हो मैले त ठ्याक्कै अध्ययन गर्न त पाएन, तथ्यसहित भने जस्तो भयो कि जस्तै विमलेन्द्र निधि आएर उद्घाटन गर्ने, नेपाली काङ्ग्रेसको सत्ता आउँदाखेरि अनि पुलको शिलान्यास हुनुपर्ने, अनि अहिले जस प्रकाण्ड लिएर अनि महेन्द्रबहादुर साईले लिनुपर्ने, यो त हामीले बनायौँ भन्ने पनि छ। त्यसमा के भन्नुहुन्छ तपाईँ? त्यो विषयमा के हो भने गठबन्धनको सरकार थियो, माथि चाहिँ यसको अर्थमन्त्री चाहिँ विमलेन्द्र निधि हुनुहुन्थ्यो। त्यो गठबन्धनको सरकारमा हाम्रो पनि प्रतिनिधित्व थियो। अब यहाँबाट मान्य भएर जितेको यहाँको प्रतिनिधि चाहिँ महेन्द्रबहादुर साईको चाहिँ पालामा नि त्यो शिलान्यास भएको हो। यहाँको मान्यले नि त्यो एजेन्डा संसदमा प्रस्तुत गरिसकेपछि त्यो एजेन्डा चाहिँ पास भएको हो। र तपाईँले अर्को कुरा चाहिँ प्रश्न गर्नुभयो, 2064को निर्वाचनमा यहाँको कालीकोटको जनताले खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई भारी मतका साथ उहाँलाई विजय गरेर पठाएकै हो। र उहाँ चाहिँ बिचमा चाहिँ अब जुन 69को सालमा उहाँलाई पठाएको चाहिँ के हो भने देशमा कानुन, राज्य कानुनविहीन अवस्थामा थियो र संविधान बनाउनु पर्ने थियो। र त्यो पहिलो कारणवश पहिलो संविधान सभाले संविधान निर्माण गर्न सकेन र संविधान नबनिसके उहाँहरूले विद्रोह गरेर हामी क्रान्ति गर्छौँ भने बाहिरिनु भयो। र पूर्वाधारको हिसाबले उहाँलाई चाहिँ हामीले संविधान बनाउन पठाएको र त्यो बेलामा कानुनै नभएको बेलामा, राज्यको संरचनै नभएको बेलामा चाहिँ यो पूर्ण रूपमा चाहिँ भएको थिएन। जब महेन्द्रबहादुर साई चाहिँ 70 सालमा चाहिँ त्यो निर्वाचित भइसकेपछि यो पहिला चाहिँ ठेका चाहिँ बोलिएको थियो र पहिला चाहिँ के हो त भन्दाखेरि यो करिबन खुलालु भन्दा उता चाहिँ तपाईँको चाहिँ बाटो उभकै अवस्था थिएन। जब महेन्द्रबहादुर साई निर्वाचित भइसकेपछि उहाँले चाहिँ सिधै नेपाली सेनाको जिम्मा बाटो लगाइसकेपछि आज त कालीकोटको वासी मात्रै होइन, यही बाटो भएर हुम्ला सिमीकोटसम्म गाडी पुगेको अवस्था छ। तपाईँ अब नेपालको सामाजिक कल्चर, नेपालको सन्दर्भमा
अब जातीय कुरा पनि उड्ने, विभेदका कुरा पनि उठ्ने, विशेष गरेर जातीय कुरामा मान्छेहरू बढी रुचाउने हुँदाखेरि तपाईँ आफैमा दलित, दीपक चन्दारा भनेपछि दलित भनौँ न, यहाँ सम्पूर्ण दलित समुदायले अब खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई विजय गराउनुपर्छ भनेर कहीँ न कहीँ बोलेको पनि पाइन्छ। अनि केहीले अब वर्गीय कुरा हो, अनि दलितलाई साईलाई अनि ठकुरीलाई होइन छेत्रीलाई मत हाल्नु त्यो त राजनीति नै भएन भन्ने गरेको पनि पाइन्छ होइन। यसो हुँदाखेरि तपाईँ आफै दलित हुँदाखेरि अहिले खड्गबहादुर विश्वकर्मा को सपोर्टमा हुने कुरा त भएन होइन। त्यसको ठ्याक्कै तिनीहरूका गतिविधिका विरुद्ध पार्टी त लाग्ने कुरा भइ नै हाल्यो। प्रकाण्ड र प्रज्वललाई अनि हेर्दाखेरि अनि त्यसमा तपाईँ कसलाई अहिले प्रचार प्रसार कसलाई गरिराख्नु भएको छ र के छ तपाईँ? निश्चय रूपमा म एउटा पार्टीको जिम्मेवार कार्यकर्ता हो। जिम्मेवार कार्यकर्ता भएको हुनाले विचारगत रूपमा चाहिँ यो भाष्य के गरिएको छ भने अब यो ठकुरीतिर दलिततिर भन्ने जुन भाष्य गरिएको छ, राजनीति मुद्दामा के हुन्छ भने राजनीति मुद्दा भनेको नै एजेन्डा र विचार हो। र जब महेन्द्रबहादुर शाही भनेको के हो भने जब 70 सालमा चाहिँ उहाँ निर्वाचित भइसकेपछिको प्रतिनिधि सभामा निर्वाचित भइसकेपछि 70 सालको चाहिँ 72मा उहाँ चाहिँ संविधान बन्यो। त्यो संविधानमा के हो त भन्नु भन्दाखेरि दलित, महिला, जनजाति सबै जाति वर्ग भाषी लैङ्गिक अधिकारहरू त्यहाँ चाहिँ के हो त भन्दाखेरि सूचीकृत गरिएको छ। त्यसले गर्दाखेरि यहाँ जातीय मुद्दा नजोडौँ। निश्चय रूपमा हिजो माओवादी आन्दोलनको कालीकोटको हकमा एउटा चाहिँ संस्थापक नेता हो प्रकाण्ड मान्न सकिन्छ। र विचारगत हिसाबले के हो भने उहाँ म दलित भएकै विचारले चाहिँ प्रकाण्ड बोक्नुपर्ने र चाहिँ अर्को चाहिँ कोही साई भएकै विचारले चाहिँ महेन्द्र बोक्नुपर्ने भन्ने छैन। र हाम्रो आफ्नो राजनीति एजेन्डा छ। राजनीति एजेन्डामा के हो भने सबै वर्गको प्रतिनिधित्व गर्ने, संविधानमा अधिकार सुनिश्चित गर्ने महेन्द्रबहादुर शाही जाति साई हुँदैमा सबै शोषक हुन्छ, सबै शासक हुन्छ भन्ने छैन। किनभने विचारको कुरा हो। अहिले हामी भलै चाहिँ व्यक्तिगत रूपमा चाहिँ प्रकाण्डप्रति मेरो चाहिँ सहानुभूति नै छ, तर राजनीति मुद्दामा अहिले के हो त भन्दाखेरि उहाँसँग मेरो चाहिँ सहमत छैन। र मैले चाहिँ गर्नुपर्ने प्रचार के हो भने फेरि पनि के हो भने यो देशलाई गाइड गर्न सक्ने नेपाली कम्युनिस्ट पार्टीको चाहिँ यो जनयुद्धको नायक प्रचण्ड र फेरि पनि ट्र्याकभन्दा बाहिर रहेको संविधान र यो देशलाई चाहिँ के हो त भन्दाखेरि फेरि ट्र्याकमा ल्याउनुको निमित्तबाट नेपाली कम्युनिस्ट पार्टीले जित्नुपर्छ र हामीले चाहिँ यो नेतृत्व लिनुपर्छ जस्तो मलाई लाग्छ। तपाईँ आफैमा एउटा पार्टीको ट्रेड युनियन महासङ्घको केन्द्रीय सचिव पनि हुनुहुन्छ र पार्टीको राज्य समिति सदस्य र एउटा जिम्मेवार व्यक्ति नै हुनुहुन्छ। र पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीलाई विभिन्न आरोप लाउने र अनि आरोप प्रत्यारोप गरेको पाइन्छ। र राष्ट्रिय स्वतन्त्र पार्टीको आफ्नो स्वतःस्फूर्त घोषणा के छ भने त्यसपछि हामी ठुलो पार्टी बन्छ र हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्छ भन्ने गरेको पाइन्छ। र विशेष गरेर माओवादी कित्ताका हिजोदेखि अहिलेसम्म माओवादी कित्ताका मान्छेहरूको र राष्ट्रसभाको बढी नै चर्काचर्की परेको देखिन्छ। र यो जिल्लाको सन्दर्भमा अनि तपाईँ राष्ट्रसभालाई के भन्न चाहनुहुन्छ? निश्चय पनि तपाईँले प्रश्न उठाउँदै गर्दाखेरि यो नयाँ जति पनि अहिले चाहिँ स्वतन्त्र रूपमा चाहिँ नयाँ साथीहरू आउनु भएको छ। अब हाम्रो पार्टीको संयोजक कमरेड प्रचण्डले यिनी त चाहिँ तपाईँको साझा फुलबारीका चाहिँ नयाँ फुलबारी हुन् र चाहिँ के हो त भने नयाँ विचार नयाँ सिद्धान्तलाई चाहिँ अङ्गीकार गरेर जानुपर्छ र त्यो हामीको त्यो आपत्ति छैन। जब निश्चय ट्र्याक कहाँनिर जब त्यो बालिन शाह हो, रवि लामिछाने हो र उहाँहरूको राजनीति संरक्षणको रूपमा प्रचण्डले भूमिका खेल्नु भएको छ। त्यसले गर्दा उहाँ लोकतन्त्र गणतन्त्र हामी लडेको हुँदा किनभने उहाँहरू उम्रिनुमा, पार्टी नयाँ विचार विकास गर्नुमा, निर्वाचन प्रणाली जितेर उहाँहरू जानुमा र त्यो आश्रय केही पनि छैन। तर मूलभूत जो चाहिँ 24 र 23 र 24 गतेको जुन घटना घटाइयो कलकलित चाहिँ के हो त भन्दाखेरि अघि पनि यहाँ कुरा उठ्यो जो नेपालको चाहिँ पहिला गोली चल्यो पछि चाहिँ के हो त भन्दाखेरि आक्रमण भयो भन्ने कुरा जो गरियो। जब सरकारले निषेधित क्षेत्रहरू त्यो बेलाको सरकारले कतिपय चाहिँ क्षेत्रहरू निषेधित कानुनभन्दा त्यहाँ चाहिँ जान पाइँदैन भनेर चाहिँ के हो त भन्नुहोस् भन्दाखेरि त्यहाँ सरकारले चाहिँ तोकेको निषेधित क्षेत्रहरू चाहिँ तोडिएको छ। शान्तिपूर्वक ढङ्गले चाहिँ तपाईँमाथिको मण्डलामा चाहिँ तपाईँको बानेश्वरको सडकहरूमा आन्दोलन भएको भए त्यो बेलाको चाहिँ सरकारले सुरक्षा अप्नाएको यो घटना घटिँदैन थियो। तर उहाँहरूले आन्दोलनकारीले के गर्नुभयो भने राज्यले चाहिँ तपाईँको कानुनले चाहिँ निषेध गरिएको क्षेत्रमा गएर उहाँहरू आक्रमण गर्नुभयो। आक्रमण गरिसकेपछि त्यो गोली चाहिँ चल्यो। त कदापि त्यो घटना नहुनु पर्थ्यो। दुःखदायक घटना छ। जो साना भाइ बहिनीहरू स्कुलको ड्रेसमा मारिए, जो 76 जना युवाले यो बलिदान गरे, यो नहुनु पर्ने आन्दोलन हो। त्यो बेलाको राज्य सञ्चालन विशेष गरेर प्रधानमन्त्री र त्यो बेलामा चाहिँ लार्जेस्ट पार्टी दुईटा पार्टी नेपाली काङ्ग्रेस र एमालेको सरकार थियो। उहाँहरूले त्यो चाहिँ ओनरसिप लिन सक्नु भएन। यद्यपि के हो भने अहिलेको चाहिँ परिस्थिति के हो भने यही अवस्थामा चाहिँ अब अघि कुरा पनि उठे पुरानाहरूलाई बहिष्कृत गर्नुपर्छ
र यो देश बचाउनको निमित्त के त भन्नुहुन्छ भन्दाखेरि निश्चय पनि लोकतन्त्र गणतन्त्र धर्मनिरपेक्षता र अहिलेको यो व्यवस्थालाई बचाउनको निमित्त सबै पार्टीको महत्त्वपूर्ण भूमिका छ र योगदान गरेका छन् र विचारगत रूपमा उहाँहरूले चाहिँ आफ्नो विचार प्रस्तुत गरेर लोकतन्त्र हो र उहाँहरूले एजेन्डा चाहिँ प्रस्तुत छ भने जनताले मत दिएर उहाँलाई ठुलो बनाउनुहुन्छ भने उहाँहरूको कुरा हो, हामीलाई त्यो केही गर्नु छैन र सबैले आफ्नो मत राख्न पाउने अधिकार हो। र कदापि के हो भने यो आन्दोलन नियमित रूपमा जोडियो। हिजो चाहिँ तपाईँले हेर्नुभयो भने बारबारा फाउन्डेसनसँग जोडिएका मान्छेहरू लामो समयदेखि चाहिँ तपाईँको के हो भने युथ काउन्सिलको रूपमा काठमाडौँमा के हो त भने कहीँ न कहीँ अमेरिकासँग र वैदेशिक शक्तिसँग परिचालन भएका मान्छेहरूले नेपालमा यो विध्वंस मचाएको हिजैका भर्खरकै घटनाको इरानको कुरा गरौँ, तपाईँको चाहिँ के अरे अस्तिको चाहिँ त भेनेजुलाको कुरा गरौँ, जो विदेशी चाहिँ दबदबा जो छ के हो भने केही पात्रहरू परिचालित पात्र छन् र तिनी पात्रहरूले जित्न हुँदैन। नेपाललाई के हो त भन्दाखेरि नयाँ जेलेक्सी खडा गरेर युक्रेन बनाउने चाहिँ तत्परको बाहिरी डिजाइनहरू र चाहिँ विशेष गरेर चाहिँ तपाईँको छिमेकी देश भारत र इन्डिया माथि गरेर नेपाललाई चाहिँ रणभूमि बनाएर चाइनामाथि वार गर्ने यो कदापि यो सार्वभौम सत्ता चाहिँ राष्ट्र हो। यो सार्वभौम सत्ता राष्ट्रले चाहिँ के हो त भन्नुहुन्छ भन्दाखेरि वैदेशिक हस्तक्षेप हामीलाई स्वीकार्य हुँदैन। तपाईँले यहाँ जेलेन्स्कीको कुरा उठाउनुभयो होइन। जेलेन्स्कीको उदाहरण दिँदै गर्दाखेरि जेलेन्स्की भन्ने बित्तिकै मान्छेले बाहिरका शक्तिहरूले होइन यो खराब हो, जनतालाई दुःख दिने मान्छे हो, देशलाई जहिले पनि सङ्कटमा राख्ने मान्छे हो भन्ने कुरा पनि बुझ्ने भए र उनीहरूको पक्षधरले यो राष्ट्रमा यतिको मान्छे चाहिन्छ भन्ने पनि बुझ्ने भए होइन। र कालीकोटको सन्दर्भमा तपाईँहरू लगातार 20 वर्षदेखि सत्तामा हुनुहुन्छ, तपाईँहरूलाई पनि अनि जेलेन्स्कीको संज्ञा दिन्छन् मान्छेले होइन। तपाईँहरू पनि सत्ता पाएपछि अनि यी पनि सामन्तवादको संज्ञा दिन्छन्, यसमा तपाईँ के भन्नुहुन्छ? निश्चय पनि हामीले नेतृत्व गर्दै गर्दा सरकारको नेतृत्व गर्दै गर्दा यो जिल्लामा थुप्रै हुनुपर्ने कामहरू र पूर्वाधार र विकास निर्माणका कामहरू चाहिँ अभावहरू छ। तर निश्चय के हो भने कालीकोट जिल्लाको सन्दर्भमा स्थानीय सरकारको तपाईँले कुरा गर्नुभयो, स्थानीय सरकार भनेको सेवामूलक सरकार हो र संहितामा चाहिँ संविधानमा 3 तहको सरकार सञ्चालनको चाहिँ तपाईँको के हो त भन्दाखेरि राज्य सञ्चालनको 3 तहका सरकारहरू छन् र स्थानीय सरकार भनेको कुरा के हो भने जति हुनुपर्ने पब्लिकसँग जनतासँग जोडिएको सरकार हो। सरकार के हो भने स्वायत्तको नाममा चाहिँ हामी पूर्वाधारको हिसाबले यहाँ चाहिँ उत्पादनको हिसाबले न उद्योग छ न धन्दा छ न कुनै पनि के हो त विकास निकास र हामीसँग नभएको आधारले जनगुनासो थोप्रो चाहिँ यो स्वाभाविक लिन सकिन्छ। किन जनगुनासो अहिलेको आवश्यकता भनेको मूल कालीकोटको आवश्यकता भनेको शिक्षा र स्वास्थ्य हो र पूर्वाधारका कुराहरू अघिल्लो कार्यकाल जब चाहिँ तपाईँको 74को कार्यकालको कुरा गर्नुभयो त्यो पूर्वाधारको स्ट्रक्चर बनाउँदै ठिकै भयो, त्यहाँ कुनै पनि उ भएन। र स्थानीय सरकार सञ्चालन के हो त भन्दाखेरि स्रोत व्यक्ति हामीसँग यहाँ छैन, हामीसँग पर्याप्त मात्रामा चाहिँ राजस्व हुँदैन। अस्ति मैले जिल्लाको 9वटै स्थानीय तहको त्यो राजस्व रिपोर्ट हेर्दाखेरि हामी वार्षिक रूपमा चाहिँ 1 लाख राजस्व सङ्कलन गर्दा रहेछ। त्यसले गर्दाखेरि स्वाभाविक हो जन चाहिँ गुनासोहरू बढ्नुपर्ने चाहिँ जो जनगुनासो बेरोजगारीका कुराहरू छन्। आज हेरियो भने हामी चुनाव प्रचार गर्दैछौँ, गाउँमा मान्छेहरू छैनन्, युवाहरू टोटल चाहिँ बाहिरी विदेशमाहरू छन्। तपाईँको छिमेकी देश इन्डियाको चाहिँ गल्ली गल्लीमा चाहिँ 50% चाहिँ युवाहरू चाहिँ तपाईँको उता छन्, खाडी मुलुकमा चाहिँ छन्। त्यसले गर्दा यो करप्सन रोक्नको निमित्त चाहिँ के हो त भन्नु भने देश जब चाहिँ समृद्ध बन्छ यसको निमित्त पहल गर्ने कुरामा चाहिँ यो पूर्वाधारको कुरामा चाहिँ पहल गर्ने कुरामा रोजगारी सृजना गर्ने कुरामा सम्भावित भएको कुरा के हो भने जब यहाँको सम्भावना भनेको 2टा हो, जल जमिन र कृषि र पर्यटन र चाहिँ तपाईँको के हो भने यहाँ रहेका चाहिँ स्रोतहरू चाहिँ हाइड्रोहरूलाई चाहिँ के हो भने एक चाहिँ प्रणालीमा लिएर राज्य सञ्चालन गर्ने भन्ने सम्भावना कृषि रोजगार दिन सकिन्छ। र त्यो जनगुनासो सञ्चाल गर्दै गर्दाखेरि केही नभएको आज हामीले बाटोघाटो स्वास्थ्यमा चाहिँ स्कुलका कुराहरू भए। हिजो स्कुल चाहिँ तपाईँको टिनका छाना र खडमा थिए, आज चाहिँ पक्की भवनहरू बनेका छन्। हिजो चाहिँ तपाईँको स्वास्थ्य थिएन, तपाईँको प्रत्येक वडामा चाहिँ स्वास्थ्य चाहिँ उहरू छ। त्यसले गर्दाखेरि अब सबै व्यक्तिमा चाहिँ के हो त भने आम नागरिकमा चाहिँ जुन प्रकारको राज्यले चाहिँ त्यो नीतिगत तहमै करिबन के हो भने वैदेशिक सहायता लिएर अहिले हामीले देश सञ्चालन गरिरहेको अवस्थामा त्यो स्वाभाविक मान्न सकिन्छ। उहाँहरूले गरेकोमा म त्यो नेता लिन्न। ठिक छ, तपाईँले जो भन्नुभयो अब सत्तामा रहेर काम गर्ने कुरा त्यो स्वाभाविक हो, सत्तामा जो रह्यो त्यसले काम गर्नु परि नै हाल्छ। अरू कुरा विगतमा बाटो थिएन, विगतमा टिनको छाना थिएन भन्ने कुरा समयको विकास हुँदै जाँदाखेरि त्यहाँ जो भए पनि गर्नै पर्थ्यो, तपाईँहरू पनि गर्नुभयो, यसको लागि धन्यवाद। म अन्तिममा तपाईँले के भन्न चाहेँ भने अब 21 गतिको निर्वाचनमा जो प्रतिनिधि सभाको निर्वाचनमा 21 गते हामी मतदान गर्दैछौँ अनि यसमा तपाईँहरू वडाको मतदाताले के भन्न चाहनुहुन्छ छोटोमा?
निश्चय पनि अहिलेको ओडाको मतदातालाई हामी अनुरोध के गर्नु उहाँहरूको स्वविवेकले चाहिँ आस्था विचार र पार्टीप्रति के अरे क्लियर भएर उहाँहरू जसलाई इच्छा लाग्छ उहाँहरूको मतदान स्वतन्त्रको कुरा हो। हामी के भन्न चाहन्छौँ भने अहिले राष्ट्र चाहिँ असाध्यै सङ्क्रमण अवस्थामा छ र राष्ट्र गम्भीर मोडमा भएको हुँदाखेरि जुन राजनीति एजेन्डा छ जसको एजेन्डा जसको नीति जसको कार्यक्रम त्यो पार्टी र त्यो दलले जित्नुपर्छ ताकि के हो त भन्ने ट्र्याक बाहिर रहेको संविधान र के हो त संविधान बाहिर रहेको चाहिँ सरकारलाई नियमित राज्य सञ्चालन निमित्त के हो भने हामी जित्न चाहन्छौँ र यो हाम्रो उम्मेदवारलाई जित्नुपर्छ र यो दावा किनभने यो नेपाली कम्युनिस्ट पार्टी मात्रै गर्न चाहन्छ। बाँकी मतदाताहरूसँग गएर हार्दिकतापूर्व नेपाली काङ्ग्रेस एमाले रासोपा रापरपा सबै राजनीतिक दलको यो लोकतन्त्रमा अधिकारको कुरा उहाँहरूले स्वविवेक गर्ने कुराहरू। धन्यवाद महत्त्वपूर्ण आफ्नो संवादको लागि। यसपछि म हाम्रो अनि यहाँको अभिभावक भनौँ न अभिभावक नयबहादुर साईले शिक्षा स्वास्थ्य र यहाँको विकास छोटोमा आफ्नो भनाइ राख्दिन अनुरोध गर्दछु। सम्पूर्ण नमस्ते। आज मुख्य गरेर यो होली पर्वलाई एउटा मूल टार्गेट बनाउँदै र यो अन्तर समाजको कार्यक्रम गर्नुभएकोमा यहाँको पत्रकारज्यू र यहाँको स्थानीय सरकारज्यूलाई मेरो तर्फबाट धन्यवाद। हुन त मान्छेलाई अबको अवस्थामा यो पिरियडमा चाहिने भनेको मैले यस्तो बुझ्दा तीनटा चिजलाई चाहिँ अनुभव गरेका छौँ। किन भन्नुहुन्छ भने मान्छेले तीनटा चिज अनिवार्य चाहिने रहेछ, एउटा सम्पत्ति र सत्ता र सम्मान। यसैमा मान्छेलाई एकदमै चाहिँ अब सत्ता र सम्पत्ति सम्मानको लागि मान्छे एकदमै चाहिँ लागाजुती मान्छेलाई चाहिँ अब त्यो डोरेको बाघ चराए जस्तै चराएर अब चाहिँ सत्ता र सम्पत्ति र सम्मानतिर लाग्नुपर्छ भन्ने जुन उद्देश्य छ यो उद्देश्य यो मानवभित्र हुने मानवीय प्राणभित्र हुने चाहिँ कुरा होइन। यो किनभने मानवीय व्यवहार चाहिँ हनन गरेको चाहिँ देखिन्छ। जस्तै कि राजनीति गर्ने कुरा जस्तै यो लोकतन्त्रभित्र जनताको मौलिक अधिकार जुन जसले जहाँनिर इच्छा लाग्छ त्यहाँनिर चाहिँ अब भोट हाल्ने कुरा हो। जनताको त्यसलाई के भन्छ भन्नुहुन्छ भने मौलिक अधिकार, जनताको हक अधिकारलाई प्रयोग गर्ने कुरा हो। तर यहाँ त्यो नदेखेर मैले कुनै पनि राजनीतिक दलहरूसँग एकदमै कुण्ठित बनाएर सत्ताभित्र रहँदा पनि अथवा सत्ता बाहिर रहँदा पनि त्यो जसरी पनि चाहिँ उहाँहरूले चाहिँ अब चाहिँ जनतालाई चाहिँ एकदमै चाहिँ अब चाहिँ त्यो घेराबन्दी गरेर चाहिँ अब चाहिँ त्यो जुन अब चाहिँ सत्तामा रहने र सत्ता प्राप्त गर्ने जुन यो प्रविधि छ यो अलिकता मलाई चाहिँ ठिक नलागेको कुरा छ। त्यसैले मैले के भन्न चाहन्छु भन्नुहुन्छ भने सुधार गर्नुपर्ने छ, जनताको अधिकारलाई प्रयोग गर्न पाउनुपर्छ भन्ने चाहिँ मेरो मान्यता छ। धन्यवाद। अब जनताको अधिकारलाई आफ्नो स्वतन्त्रता कायम गरेर अधिकार प्राप्त गर्न पाउनुपर्छ भन्ने कुरा राख्नुभयो। म यसै गरेर हाम्रो वडा प्रतिनिधि वडाको वडा अध्यक्ष भनौँ न हाम्रो जनप्रतिनिधिको धारणा लिनुभन्दा पहिला हामी यहाँ उपस्थित सम्पूर्णको छोटो छोटो एक एक शब्दमा म लिनेछु। तपाईँहरूले आफ्नो धारणा राख्नु होला, जे लागेको छ त्यो राख्नु होला। युवा नेता भनौँ न अब एउटा जोस जागर भएको धीरेन्द्र बहादुर विक हुनुहुन्छ। तपाईँले यो निर्वाचनलाई कसरी हेरिराख्नु भएको छ? नमस्कार सबैलाई। यहाँ विशेष गरेर यहाँ उपस्थित हुनुभएको सम्पूर्णमा यो निर्वाचनमा यहाँ विभिन्न राजनीतिक दलका चाहिँ आफ्नो दलहरू छ, पार्टीहरू छ र यो निर्वाचनलाई हाम्रो सबै आफ्ना दलहरूले चाहिँ निर्वाचन चाहिँ सम्पन्न गरोस् यसको विशेष शुभकामना। र निर्वाचनमा कसैलाई आक्षेप एक अर्काप्रति पार्टीहरूलाई गाली गलोज गर्नुभन्दा होइन एक आपसमा सहकार्य गरेर भोट माग्ने तरिका होइन आफ्नो अपनाउन अनुरोध गर्दछु। भनेको सबै मिलेर गर्नुभयो, के अरे शान्तिपूर्वक निर्वाचन गर्नुभयो, मतदान गर्ने चाहिँ वातावरण मिलाओस् भन्ने। धन्यवाद। अमर कठायतज्यू, तपाईँ पनि यो अन्तर्संवादमा सहभागी हुनुहुन्छ। तपाईँ के भन्न चाहनुहुन्छ यो अन्तर्संवादलाई अहिलेको निर्वाचनलाई? यहाँ सम्पूर्णलाई नमस्कार। वसन्त विजयजी, तपाईँ स्वास्थ्यकर्मी पनि हो होइन? अब एउटा कर्मचारी हुनुको नाताले अब हाम्रो वडाको निर्वाचन यहाँ हामी पनि सहभागी हुने कुरा भइ नै हाल्यो र निर्वाचनलाई शान्तिपूर्वक निर्वाचन सम्पन्न गर्नको लागि तपाईँसँग त्यस्तो के छ, केही योजना छ? सम्पूर्णमा नमस्कार। अनि अब अहिले चाहिँ देश एकदम सङ्कट मोडमा रहेको छ। अब त्यसको लागि चाहिँ हाम्रो अब यो मध्यावधि चुनावलाई चाहिँ सम्पूर्णले चाहिँ शान्तपूर्वक चाहिँ आफ्नो मताधिकार प्रयोग गरेर चाहिँ चुनावलाई चाहिँ सफल पारिदिनु भन्न चाहिँ अनुरोध गर्दछु। आजको अन्तर्संवादमा हामी यति धेरै मान्छे हुँदाखेरि तपाईँ एकजना महिला जो यहाँको
बुद्धिजीवी बौद्धिक भनौँ न जो कि सामाजिक काममा आफ्नो भूमिका रहनुपर्छ भनेर यहाँ उपस्थित हुनुहुन्छ। अब हामी 21 गतेको निर्वाचन जो सम्पन्न गर्न खोज्दैछौँ यो निर्वाचनमा तपाईँको सहभागिता कस्तो रहन्छ र निर्वाचनलाई कसरी सम्पन्न गर्न भन्ने कुरा केही सुझाव छ यहाँको? सबैलाई नमस्कार। अब मेरो धारणा भनेको अब भनौँ अहिले 84मा हुने निर्वाचन हो होइन। अब अहिले अब ज्यानजी आन्दोलनको लाग्दा भाइ बाबु नानीको लाग्दा भनौँ होइन। अब अहिले बाबु नानीले ल्याएको के हो अधिकार आन्दोलन ल्याउँदाखेरि अब हामीले जति पार्टी जति जे भए पनि अहिले पार्टीका नाम सबै बताइहाल्ने। अब ती पार्टीका सबै नेता भनेको हाम्रै दाइभाइ हुन् के ती हामीले दाइभाइ हुन्। अब कम्युनिस्ट हौ अब अक्कै हौ अब सबै घन्टी सबै भनौँ आन्दोलन त्यो भनौँ केही पनि नगरेर आफ्नो दाजुभाइ मिलेर बस्नु पर्यो, चुनावमा शान्तिपूर्वक तरिकाले निर्वाचन सम्पन्न गर्नु पर्यो भन्ने तपाईँ धारणा छ? भाग्यरेखा जसको भए पनि तर हामीले मिलेर निर्वाचन शान्तिपूर्वक सम्पन्न गर्नु पर्यो। धन्यवाद। रमित मैले भन्नुपर्दा चाहिँ अब यहाँको स्थानीय चुनाव चाहिँ नहोस्, यहाँभन्दा पहिला जस्तो पनि नहोस्। अब इभन सङ्घीय चाहिँ निर्वाचन हो, यसमा सबैले चाहिँ निष्पक्ष हिसाबले चाहिँ मत हाल्नु पाउने अधिकार सबैको छ। त्यही हिसाबले सबैले चाहिँ आफ्नो हिसाबले यहाँको चाहिँ शान्तिपूर्वक तरिकाले निर्वाचन हुनु पर्यो। नेपाली कम्युनिस्ट पार्टीको तपाईँ यो 50 जना गाउँपालिकाको नेता पनि र यसपछि अब 50 जना वार्ड नम्बर 2 को पूर्व पार्टीको अध्यक्ष र अहिले दलित सङ्गठनको तपाईँ जिल्लाको अध्यक्ष पनि हुनुहुन्छ। अहिलेको निर्वाचनलाई के भन्न चाहनुहुन्छ? तपाईँ के भन्न चाहनुहुन्छ र निर्वाचन वडाको निर्वाचन सम्पन्न गर्ने तपाईँसँग सुझाव सल्लाह के छ? सम्पूर्ण नमस्कार। मेरो सुझाव के छ भने अहिले तत्कालीन फागुन 21 गते हुन गइरहेको निर्वाचनको लागि वडामा शानदार ढङ्गले आफ्नो उम्मेदवारलाई आफू जिताउने तरिकाले कसैले हवाला नगर्ने र त्यहाँ चाहिँ कसैले विवाद पनि नहोस् र अनि जित र हारको स्वभाव नै हो। त्यहाँ चाहिँ के हुनुपर्छ भने एउटा निष्पक्ष ढङ्गले चाहिँ आफ्नो मतदाताले मतदान प्रयोग गर्न पाओस् भन्ने भनेपछि स्वतन्त्रपूर्व मतदाताहरूले आफ्नो मतदान गर्न पाउनु पर्यो। धन्यवाद। हजुर अब म नयाँ बाटो तिरुवालाई के भन्न चाहन्छु भने मैले प्रश्न गरेँ हामी कुनै बेला जनयुद्धदेखि नै जनसत्तामा रहेर काम पनि गऱ्यौँ र अहिले तपाईँ नेपाली कम्युनिस्ट पार्टीको एउटा नेतृत्व हुनुहुन्छ। यो वडाको सन्दर्भमा तपाईँलाई अब यो आउँदै गरेको 21 गतेको निर्वाचन सम्पन्न गर्नुपर्ने त्यो तपाईँहरूको पार्टीको भूमिका पनि आफ्नो हुने कुरा भइ नै हाल्यो। यसर्थ हाम्रो वडाको मतदातालाई पीडा नहुने तरिकाले होइन अप्ठ्यारो नपर्ने तरिकाले अब निर्वाचन सम्पन्न गराउन खोज्दाखेरि तपाईँ कसरी सम्पन्न गराउने सोचिराख्नु भएको छ? हजुरलाई धन्यवाद। मेरो कुरा के छ भन्नुहुन्छ भन्दाखेरि सेतीदेखि महाकालीसम्म हाम्रो नेपालकै अब 77 जिल्लाभरि पहिलाको जस्तो अगड बगड चुनाव हुने अब स्थानीय तहदेखि केही केन्द्रसम्म केही अब प्रदेशसम्म केही पनि धान्धली सहित नरहेर स्पष्ट तरिकाले राम्रोसँग आफ्नो मतदान केन्द्रलाई अब आफैले अब राखेर र फेरि केही अब हाम्रो आफ्नो उम्मेदवारलाई शान्तिपूर्ण तरिकाले चुनाव हुनुपर्छ र जनताले इमान्दार साथ आफ्नो तयारीले भोट कदर गर्नुपर्छ भन्ने मेरो मान्य छ। हस्, धन्यवाद। ल तपाईँले अब भर्खरै 2-3 वर्ष बाहिर बसेर पनि आउनुभयो होइन। अब वडामा संयोगवश अहिलेको प्रतिनिधि सभाको निर्वाचनमा यहाँ उपस्थित हुने अवसर मिल्यो र यो अवसरलाई आफ्नो अवसर लागू गर्ने सवालमा अहिलेको निर्वाचनमा कसरी तपाईँ आफ्नो भूमिका रहन्छ? अब एउटा यो सौभाग्यको कुरा पनि लाग्छ मलाई। अब 3 वर्षदेखि विदेश बसेर आउँदा अनि यो निर्वाचित चुनावमा सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई सम्पूर्ण भेट्न पाउँदा अति नै खुसी छु। अनि योभन्दा पछिका कुराहरू र योभन्दा अघिका कुराहरू पनि धेरै विकृतिहरू र विकृतिहरू धेरै छन्। यसमा चाहिँ सबैभन्दा मान्छे नाता गोता भन्दा पनि व्यक्ति छुटेर अथवा व्यक्तिलाई चिनेर गर्ने खालको मान्छेलाई भोट दिनलाई सम्पूर्ण आमा बुवा दिदीबहिनी दाजुभाइहरूलाई मेरो एक नै आग्रह छ। अनि गर्ने खालको मान्छेलाई भोट चाहिँ दिउँ, नगर्ने खालको मान्छेलाई भोट दिएर भोलि हामीलाई पनि यही के गर्नु छ अझै के गरिराखेको कुराहरू छ। योभन्दा पनि गर्ने खालको मान्छेलाई चाहिँ भोट दिएर अनि चाहिँ हामीले अमूल्य भोट चाहिँ दिउँ भन्ने मलाई यही नै सबैलाई चाहिँ आग्रह छ। त्यही भएर सबैलाई चाहिँ धन्यवाद छ भन्न चाहन्छु। बिर्ख बिगज्यू तपाईँ यहाँ अब कार्यक्रममा उपस्थित पनि हुनुहुन्छ र लामो समय आफ्नो वडामै हुनुहुन्छ होइन। राजनीतिक काममा पनि कहीँ कतै पहिलेदेखि जोडिएर आउनुभएको मान्छे र अहिलेको यो 21 गतेको निर्वाचनलाई सम्पन्न गर्दै गर्दाखेरि तपाईँ अब आफू कुन पार्टीलाई मतदान गर्ने कसरी गर्ने भन्ने कुरा त यहाँ
भन्न मिल्ने कुरा पनि भएन, तपाईँले आफूले भन्ने कुरा पनि भएन होइन। आस्था राजनीति आस्था आखामा हुने कुरा भइ नै हाल्यो। यहाँ निर्वाचन सम्पन्न शान्तिपूर्ण तरिकाले कसरी गर्न सकिन्छ केही भनिदिनुहुन्छ? सबैलाई नमस्ते। अब खासै अब त्यही हो, निर्वाचन भन्ने कुराहरू अब जनताको मत अधिकारको कुरा हो। निर्वाचन शान्तिपूर्ण र धाँधली नगरेर केही नगरेर आफ्नो विचार लागेको नेतालाई मत हालेर र आफ्नो शान्तिपूर्ण ढङ्गले मतदान सफल होस् भन्न चाहन्छु। हामीले यो आजको अन्तर्संवाद कार्यक्रम राख्यौँ र जो हाम्रो म के भन्न चाहन्छु भने वडा सरकारसँग मैले समन्वय गरेँ र तपाईँहरूले पनि यो जस हल उपलब्ध गराउनु भयो, यसलाई धन्यवाद दिन चाहन्छु। तपाईँ वडा सरकारको प्रतिनिधि हुँदाखेरि तपाईँ वडा सरकारको प्रतिनिधि भएकै कारणले मैले तपाईँलाई के भन्न चाहेँ भने वडा सरकार सञ्चालनमा तपाईँहरूको भूमिका कस्तो रह्यो र जनगुनासाहरू के छन्? प्रश्नको लागि धन्यवाद। सम्पूर्ण आज हाम्रो हलभित्र तपाईँले यो अन्तर्संवाद कार्यक्रम गर्नुभएकोमा हजुरलाई धन्यवाद र देश विदेशमा छरिएर बस्नुभएका नेपाली दाजुभाइ र हाम्रो वडाका सम्पूर्णलाई यो होली पर्वको शुभकामना। सायद यो चाहिँ हजुरले भन्नुभएको यो सरकारसँग र जनतासँगको समन्वय के हुन्छ भनेपछि सत्तामा भइसकेपछि अलिकता केही कुराहरूमा हामी चुमुक भएका हुन्छ, त्यसमा हामी सुधारेर लिनेछौँ र असन्तुष्टि कुराहरू के हुन्छ भनेपछि संविधानका कारणले पनि संविधानका कानुनी कुराले पनि केही न केही काम गर्दाखेरि असजिलो भएको छ र जनताको काम गर्दाखेरि कहीँ न कहीँ अब जनताले गुनासो गर्ने कुरा भइ नै हाल्यो। अब सुधारेर जाने भन्ने कुरा तपाईँको अठोट हो। अब सहज हुने कुराहरूमा सहज हुन्छ। हस्, धन्यवाद। नमस्ते। अब यो वार्ड नम्बर 2 को वडा अध्यक्ष पनि हुनुहुन्छ र विगत जनयुद्धदेखि राजनीति कर्मी र राजनीति गर्दै आएको मान्छे पनि, र तपाईँ वडा अध्यक्ष बन्दै गर्दाखेरि पहिलो कार्यकालदेखि अहिलेसम्म वडा अध्यक्ष बन्दै गर्दाखेरि जनताले तपाईँप्रति राख्ने आशा र त्यसका अपेक्षाहरूमा तपाईँले कसरी सम्बन्ध गरिराख्नु भएको छ? नमस्कार। हामी 77देखि अहिले यो 82सम्म आउँदै गर्दा लामो समयसम्म हामीले यहाँको जनताले म्यान्डेट अनुसार अब चाहिँ जनताले मतदान गरेर हामीलाई अब चाहिँ यो ठाउँमा पुगाइराखेको छ। सम्पूर्ण मतदाताहरूलाई हार्दिक धन्यवाद सहित अब चाहिँ उहाँलाई अनुरोध के छ भन्नु सक्यो भने अब चाहिँ तपाईँको मिडिया मार्फत उहाँहरूलाई अब चाहिँ बधाई छ। हामीलाई यो अवसर अब चाहिँ जनताले दिएको हो। अब जनगुनासो कुराहरू अब चाहिँ सबैले हामीले सुन्ने गरेका छौँ। अब कहाँ कसरी भन्ने कुराहरूमा अब हामीले सत्ता सञ्चालन गर्दाखेरि संविधानको दायराभित्र रहेर ऐन कानुनमा रहेर हामीले सत्ता सञ्चालन गरिराखेका छौँ। अब चुनावी माहौलमा त अब चाहिँ प्रतिस्पर्धा जसले पनि गर्छ, यो टेबलमा आइसकेपछि अब चाहिँ हामीले जनताको सेवक भएर काम गरिराखेका छौँ र अब चाहिँ अहिलेसम्म अब चाहिँ यसो हेरिराखेका छौँ अनुसार जनतालाई अब चाहिँ हुने जो राज्यबाट अब चाहिँ उपलब्ध गराउनु पर्ने अब चाहिँ एउटा अब चाहिँ मान्नु सक्छ सेवा सुविधाहरू जो छ आँखा पाखा नगरेर भनेपछि तपाईँले सेवा गरिराखेका छौँ। काखा पाखा नगरेर अब सेवा सुविधा जनताको विकास गरिराख्नु भएको छ। अब तपाईँलाई मैले धेरै प्रश्न गरिनँ, किन भन्दाखेरि जनतासँग जोडिएको जनताका धेरै समस्याहरू बुझिराख्नु भएको छ र जनता तपाईँ आफै पनि एउटा निम्न वर्ग एउटा निम्न क्षेत्रबाट आएको हुँदाखेरि होइन, अब एउटा कम्युनिस्ट पृष्ठभूमिबाट आएको हुँदाखेरि जनताका अब मुद्दाहरू आफूले पनि बुझ्ने कुरा त भइ नै हाल्यो। अब 21 गते हामी जो निर्वाचन हुँदैछ, यो निर्वाचनमा तपाईँ सम्पूर्ण मतदाता र यहाँ उपस्थित सम्पूर्णलाई शान्तिपूर्वक निर्वाचन गराउन के सन्देश दिन चाहनुहुन्छ? यो तपाईँको मिडिया मार्फत अब चाहिँ म यहाँको मतदाता र सम्पूर्ण राजनीतिक दलका प्रमुखहरू र अब बुद्धिजीवी व्यक्तित्वहरूलाई मेरो अनुरोध के छ त भने राष्ट्र अब चाहिँ गम्भीर मोडमा छ। यदि 21 गते चुनाव नहुने हो भने देशको हालत हुन्छ र देशलाई नेतृत्व विकास अब चाहिँ देशलाई नेतृत्व छनौटको लागि अब चाहिँ यो निर्वाचनको अब चाहिँ यो आयोजना गरिएको राज्यले गरेको अब चाहिँ कुरा हो। यसमा 1-2 दिन अगाडि पछाडि सारेर हुने कुरा पनि छैन। नेपालको संविधान 2072 को अनुसार अब चाहिँ यो 6 महिनाभित्रै नै अब चाहिँ काम चलाउ सरकारले देशलाई नेतृत्व लिनुपर्ने र दिनुपर्ने अब चाहिँ जो संविधानमा लेखिएको कुरा हो। राज्यको त्यत्रो अरबौँ खरबौँ बजेट अब चाहिँ यो चुनावमा केन्द्रीकृत भइराखेको छ र हामीले यो राष्ट्र निर्माणको लागि
अब यहाँको मतदाताले अब चाहिँ आफ्नो पार्टी सिद्धान्त र अब चाहिँ आफ्नो ठाउँमा भोटदान गर्ने उहाँहरूको मताधिकार हो र हामी यहाँका दलहरूले कुनै पनि अब चाहिँ व्यक्तित्वहरूले त्यसमा सहज वातावरण बनाएर र यहाँ आएको निर्वाचन आयोग टोली लगायत अब राष्ट्रले खटाएका राष्ट्र सेवकहरूलाई र यहाँको नागरिकको परिचय के रहने, यी सधैँ धाँधली गर्ने भन्ने अब चाहिँ रहने होइन कि अब हामीले निकास गर्नको निमित्त अब उहाँहरूको हामी सबैको भूमिका, हामी नेपाल सरकारको भूमिका। म अब चाहिँ यो चिरमा बस्दै गर्दाखेरि हिजो पनि उहाँहरूलाई खानापिनादेखि ओड्ने ओछ्यानदेखि व्यवस्थापन अब चाहिँ निर्वाचन आयोगले त्यो पत्रसहित दिएको छ, सहयोग गर्नुपर्ने, नजिकको सरकारले गर्नुपर्ने। अनि यो भूमिका हामी खटिराखेका छौँ र उहाँहरूले अब चाहिँ सबैले राष्ट्रको लागि अब चाहिँ मतदान गरौँ भन्ने मूल नाराका साथ आफ्नो अब चाहिँ सिद्धान्तमा अडिग रहेर आफ्नो उम्मेदवारहरूलाई मतदान गर्नुहुनेछ। धन्यवाद। अब आजको यो अन्तर्संवाद कार्यक्रममा यहाँहरू सम्पूर्णको उपस्थिति, गरिमामय उपस्थितिका लागि फेरि पनि धन्यवाद दिन चाहन्छु। र तपाईँहरूले जो हाम्रो वडामा वार्ड नम्बर 2 मा सम्पन्न गर्ने निर्वाचन हाम्रो बुथ केन्द्रमा शान्तिपूर्वक भयरहित वातावरणमा जो निर्वाचन गर्नुपर्छ भन्ने कुरा यहाँले राख्नुभयो र आफ्नो पार्टीको धारणा र मतदाताले स्वतन्त्रपूर्वक अनि निर्वाचन गर्न पाउनुपर्छ भन्ने कुरा जो राख्नुभयो, यहाँहरूप्रति फेरि पनि कृतज्ञता प्रकट गर्दै आजको यो संवाद कार्यक्रम यहाँ अन्त्यको जानकारी गराउन चाहन्छु। धन्यवाद।